हलिसी जाँदैछु अब सबैजना नयाँ हलिसी तातो पानी छको ल खोला त आमा कत्रो ठुलो खोला बढ्यो त यो भित्र चाहिँ हलिसी छ यो भित्र चाहिँ यहाँ नयाँ हलिसी रहेछ गाडी कस्तो बुझिरहेको छ ठुलो के हो यस्तो सबैजना ल हलिसी नयाँ हलिसी हेर्नु जाँदैछु साथी हो हामी सबैजना यहाँ सिमी गाउँको दिदीहरू मम्मीहरू सबैजना आमा ल हलिसी हिँडेको ल हेर क्या रमाइलो जुत्तो त छालाको लगाएको छ यता कम्पनी हो यता चाहिँ बाटो त पहिला त यहीँबाट पो जान्छ रहेछ नि मान्छे भर्याङमा यस्तो भर्याङमा यसरी जानुपर्छ देउता थानमा जानु उकालो चढ्थ्यो यहाँ चाहिँ ओह्रालो झर्नुपर्ने रहेछ आमा ल हेर ओह्रालो कसरी झरिरहेको छ गाह्रो छ नि गाह्रो छ यस्तो खोलामै छ हो खोलाभित्र नै हो हेर्नु यस्तो खोला छ ल हेर्नु खोला यो त तामाकोसी हो है तामाकोसी खोलामा यत्रो जान ल सबैजना सबैजना भित्र छिरिरहेको छ हलिसी देउता हामीलाई बल दियो यति नै हो माथिबाट आउँदैछ पानी त हो यहाँसम्म त छाल हानेर आउँदो रहेछ अहिले नै साउन भदौतिर त पुग्ने रहेछ धेरै माथि चाहिँ नपुग्ला क्या हो ए आमालाई यस्तो तामाकोसी यस्तो बगिरहेछ यहाँ हेर्नु खोला यस्तो ल तर यस्तो डेन्जर छ कि यहाँ बनाउनु चाहिँ राम्रो बनाएछ क्या राम्रो बनाएको थियो हो